आज यहाँ दाइ र म चाहिँ यो ठाउँमा आएको। यस्तो यो यहाँ अब रङ्गी चङ्गी फुलेको फुलेको हेर्न आएको। तर सोचेको जति पहेँलो भइसकेको रहेनछ। अब आइहाल्यो। एक हप्तापछि चाहिँ अब यो दामी पहेँलो होला जस्तो छ। तर आज चाहिँ सोचे जस्तो त्यति राम्रो रहेनछ। अरू पारीतिर एकदम पहेँलो छ। तर यो ठाउँमा चाहिँ यस्तो जति हुनुपर्ने थियो त्यहाँ त्यति छैन। के त्यो 2.5 किलोमिटरको रोड छ अरे यो, होइन? एकदम टाढा टाढा दुबईतिर सेम यस्तो रुख छ नि। दुबईतिर एउटै प्रजातिको रुख छ अनि एकदम त्यो मजाले पात झर्ने बेलामा एकदम पहेँलो भएर पुरै एकदम सुन्दर देखिन्छ। तर अहिले चाहिँ त्यो सुरु भएको रहेनछ। अनि यतापट्टि खोला पनि रहेछ है। यस्तो राम्रो खोलाको छेउमा यस्तो रहेछ। हेर्न आएको, तर आएको मात्रै भयो। खासै रमणी यस्तो फुलेको छैन। कुनै कुनै पहेँलो भएको छ नि, होइन? अब पारीको जङ्गल हेर्नु, जङ्गलमा नि त पुरै रातो पहेँलो छ नि, होइन? हुन त यो समयमा कोरियाभरि नै बोट बिरुवाहरूको कलर रातो पहेँलो हरियो भन्दा केही छैन। पुरै रङ्गी चङ्गी नै देखिन्छ जताततै। तै पनि यो चाहिँ अलि फेमस ठाउँ। 2.5 किलोमिटर कि 3 किलोमिटर बाटो पुरै यो दुबईतिर यो सेम खालको बोट अनि बवाल पहेँलो भएपछि यो बिचोबाट यस्तो फोटो खिच्दाखेरि बवाल देखिन्थ्यो। हेरेको पुरानो फोटोहरू पहिला दाइहरू आउनुभएको यस्तै होला भनेर आएको। राम्रोसँग बुझिएन, तर खासै गतिलो भएर रहेनछ। यो ठाउँमा आउनलाई चाहिँ हामीले अब एउटा ट्रेन चढेर आयो छनानसम्म। छनान भन्ने ठाउँ, त्यसपछि भित्र चियाचल चढेर आयो, सबवे चढेर। अनि त्यहाँबाट फेरि एउटा बस चढेर यहाँसम्म आइपुग्यो हो। यहाँ अगाडि नेपाली दाजुहरू पनि छ। घुम्नलाई एकदम यो समय भएर एकदम मान्छेहरू घुम्नलाई त आइरहेछन्। तर मान्छे सबै डिसपोइन्ट भएर बसिरह होला। सोचे जस्तो छैन। ऊ पारी ओहो चङ्गा उडाइरहेछ त पारी त। यस्तो नगर्नु भनेर मलाई भनेको त्यहाँ केटाहरू त्यहाँ चङ्गा उडाएर हेर्छ। पुरै माछा चङ्गा देखाउँछ है त। बवाल खालको हो त्यो पर कस्तो दामी रातो पहेँलो कलर। रातो पनि यस्तो बवाल रातो हुन्छ, फेरि यस्तो बवाल पहेँलो हुन्छ है। त्यो लोभै लाग्दो हुन्छ कि भन्दा त रियल आँखाले हेर्दाखेरि। तर जताततै चाहिँ भएको रहेछ, कतै कतै मात्रै। अब यस्तो यो रङ्गी चङ्गी बोट बिरुवा भएको फेमस ठाउँहरू कोरियामा धेरै छन्। अब हाम्रो कामले छुट्टी नमिलेर खासै जानु पाएको छैन। तैपनि समय पनि खासै भएको रहेनछ। अब योभन्दा अर्को हप्तामा चाहिँ एकदम बवालै हुन्छ होला सबैतिर। त्यो बेला अब घुम्न गयो भने चाहिँ दामी देख्न पाइन्छ डाँडा काँडातिर। फेरि यो 2-3 दिनभन्दा लामो हुन्न। गएन भने मिस भयो भने सक्यो। फेरि एकचोटि पाकेर अब हावा चल्न थालेपछि चाहिँ 2 दिनमै झरेर सकिहाल्छ, होइन? तर यहाँ अलिअलि पहेँलो रहेछ। मान्छेहरूको भिड हेर्नुहोस्, त्यहाँ मान्छेहरूको भिड
यही ठाउँ हेर्नलाई आएको फोटो खिच्न आएकोहरू कति छन् कति। तर सोचे जस्तो राम्रो छ नि। ओ यहाँ चाहिँ दामी पहिलो अब यो यही लेभलको सबैतिर 2 किलोमिटर 3 किलोमिटर परसम्म सेम यही लेभलको छ भने कति राम्रो देखिन्छ होला है। त्यही भएर यति फेमस छ यो ठाउँ। तर सोचे जस्तो राम्रो रहेनछ, भइसक्यो रहेनछ। राम्रो त राम्रो छ तर दिदीबहिनीहरू टिकटक बनाउँदैछ, टिकटक बनाउँदैछ नेपाली दिदीबहिनीहरू फेरि। पहिलो यहाँ दामी रहेछ। कोरियन भन्दा बढी त विदेशीहरू छन् यहाँ सबै। कति विदेशीहरू नेपाली, बङ्गाली, पाकिस्तानी, फिलिपिन्स, भियतनामी सब म्याक्सिमम त विदेशीहरू छन्। यहाँ तल फेरि खानेकुराहरूको स्टलहरू पनि रहेछ। अहिले यसो घुमेर अनि खानुपर्छ। यस्तो दामी रहेछ ठाउँ तर सोचे जस्तो भएन छ। मान्छेहरूको भिड कति धेरै छ नि हेर्नु ल। यो कहाँ हो क्या यो एकदम टाढा छ क्या यो। सेम छ नि होइन सेम पर यहाँ भन्दा उतैसँग होला यता यता 2.5 किलोमिटर भनेपछि अब कहाँ हो नि। सेम स्ट्रिट सेम प्लान्ट होइन। मलाई यति राम्रो देखिरहेको छ यहाँ चाहिँ। पहिलो एकदम पहिलो टन्सन वाउ। बुढो कहाँ यहाँ यही ठाउँ एकदम राम्रो रहेछ है। हेर्नु क्या पहिलो भयो। फोटो खिच्नुपर्छ यार दाइ। ल यही ठाउँमा राम्रो रहेछ, अरू ठाउँमा खासै गतिलो छैन। अब यहीँतिर फोटो खिच्न भिडियो सिडियो खिचिहाल्यो। फेरि यस्तो फुलै फुल रहेछ परसम्म। तर सबै ओइलाइसकेछ अहिले पुरै। कलरफुल फुलहरू कति राम्रो राम्रो रहेछ तर सबै ओइलाएर सुकिसकेछ। मान्छेहरू एकदम भिडभाड छ। कस्तो राम्रो खोला रहेछ है। सलालालाला बगिरहेको खोला।
छ। पिस छ यार, कति आनन्दको छ। वाउ, यस्तो खोला चाहिँ यहाँ टक्क मान्छेहरू हिँड्ने बाटो छ, साइक्लिङ गर्न नि मैले। It's very relaxing here. मान्छेहरू त नेपालीहरू यति धेरै रहेनछ यहाँ है, जता गए पनि नेपालीको स्वर सुन्न पाइन्छ। त्यो हुलमुलतिर हिँड्यो भने चारैतिर नेपाली छ क्या। अब कोरियामा विदेशीहरू मध्येमा नेपालीहरू पनि धेरै सङ्ख्यामा छ। नेपाली कामदारहरू कोरियामा, स्टुडेन्टहरू पढ्न आउनेहरू पनि धेरै भइसक्यो। कामदार यतिकै धेरै छ। खासै अब अनौठो फिल हुन्न नेपाली भेट्दाखेरि, जता पनि भेटिरहन्छ। नेपाल जस्तो जस्तो पनि लाग्छ बेला बेला मान्छेहरूको स्वरै स्वर, नेपालीको स्वरै स्वर सुन्दाखेरि। कति टाढा छ यो बाटो, परबाट है, माथि उता 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 उतासम्म। वा, कस्तो मिठो धुन बजाएको एउटा कोरियन। कति राम्रो बजाएको, कस्तो मिठो बजाएको। के रहेछ यार, कुन चाहिँ इन्स्ट्रुमेन्ट रहेछ, सानो हातमा समाएर क्या मिठो बजाउने रहेछ। सुन्नु त त्यो पछाडिको म्युजिक, क्या मन पर्यो मलाई त्यो म्युजिक इन्स्ट्रुमेन्ट। क्या मन्द, रिल्याक्सिङ। त्यो दाइ कहाँ जानुभयो? यता भिडियो खिच्दै 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 जानु भइरहेको थियो। म अघि माथि थिएँ, म फेरि तल आएर दाइको पिछा गर्दै हिँडेको। खै त्यो दाइ कता जानुभयो? लगेदैछन् लाडे बच्चा।
날개가 있는 걸 해야 된다. 날개 너무 작다. दाहिने देखेन अघि माथिबाट देखिरहेको थियो अनि त्यही बाट गइरहनु भएको थियो अनि पछि पछि हाल्थ्यो खै कहीँ थियो पर टॉयलेट रहेछ त्यहाँ जानु पर्यो बच्चाहरू ल्याएर रमाइलो गराउँछ नि कस्तो राम्रो Phải nó nước lo chiên rồi. 노나무만 이러냐?